नबस्नु ल त बसिरहेको बिहारै दुई प्याक पसिरहेको। नमस्कार सबै भाइ। आज चाहिँ मैले यस्तो व्यक्ति ल्याएको छु जो चाहिँ सबैलाई हँसाउँदो हुन्छ। हजुर स्वागत गरौँ जडिया कवि हुरीजीलाई जोरदार तालीले। धन्यवाद है सबैजनालाई नमस्ते। हुरीजी, यहाँलाई पहिलो कुरा हजुरको परिचय। मेरो परिचय हरिहर हुरी होरोरो। हरिहर हुरे होरोरो विचार्नुहोस् ल। अनि हजुरको सरी त्यो दिनहरू कसरी व्यतीत भइरहेको छ? त्यस्तो केही छैन। पैसा पाएको बेलामा मारिदिन्छु, नपाएको बेलामा सुत्दिन्छु। अनि तपाईँ त कमेडियन हो, कतिको हँसाउनुहुन्छ त दर्शकलाई खुलाइदिनु पर्यो। भिडियो हेरेको भए हाँस्छु त दर्शक। अनि एउटा कुरा हुरीजी, तपाईँ भिडियो एडिट आफै गर्नुहुन्छ कि अरू कोही छ तपाईँ? होइन दया माया छन् कि? आइडिएट भनेको त म आफै गर्छु नि। त्यही भएर दर्शकले हाँसिदिँदैन होइन। इन्ट्रेस्टिङ। हजुरको यो जाँडखारे लत कसरी बस्यो? मनामाथि दर्शक नहाँस्ने भएपछि त्यही भएर म माग्नु सुरु गर्दैन। अनि हजुर त जडिया कवि होइन हो? हजुरको यो कमेडियन बन्ने सपना हो कि रहर हो? भन्नुहोस् त हुरीजी। बाध्यता हो नि त मेरो। अवस्था अब अर्को विषयतिर लागौँ है त। हजुर कहिले र कुन समयमा रौसी पिउनुहुन्छ? नबस्नु ल त बसिरहेको बिहारै दुई प्याक पसिरहेको। एकदमै राम्रो हँसाउनु भयो होइन। धन्यवाद। अनि हजुर त विवाहित होइन? कसरी थाहा पाइस् तैँले मेरो बिहे भएको भन्ने? कि मेरो बुढीसँग हेमसेम छ तेरो? अनि हजुरको दुःख लाग्दो दिन सम्झिनु पर्दा कुन दिनलाई चाहिँ सम्झिनुहुन्छ? जुन दिन धरानको गल्लीमा खाद्यहरू छिरे त्यो दिन। किनभने तिनीहरू छिरेपछि मैले माग्यो नि होइन, अलिअलि रक्सी खाँदै पैसा पनि माग्ने ठाउँ भेटिनँ क्या। त्यही भएर। अनि सबैभन्दा खुसीको दिन कुन दिनलाई सम्झिनुहुन्छ? जुन दिन मात्र चियानबारीमा सुतेको थिएँ नि त्यो दिन। किन त्यो दिन चाहिँ? म एक्लै भएको भए के हुन्छ? धन्दा मेरो साथमा को सुतेको थिएछ। अरू बाँकी कुरा चाहिँ अर्को एपिसोडलाई पनि राख्नुपर्ने हुन्छ होइन। अर्को एपिसोड चाहिँ एकदमै कडा हुनसक्छ, त्यही भएर नछुटाइ हेरिदिनुहोस् होला। जाँदै हुरीजीको कविताहरू थोरै गजल कविताहरू सुनौँ है त। हवस् सुन्नुहोस् ल। कति खान्छु भने सुन्नुहोस् है। सुन्नुहोस्, लोकलिजनको चौतारी माथि होटल
धेरै नमस्कार कान्छी मदेखि भराइदेऊ छिटो यो बोतल धन्यवाद मजाले हाँस्नुहोस् ल